वर्तमान समसामयिक विषयमा कुराकानी गर्न हाम्रो बिचमा अधिवक्ता कञ्चन कृष्ण नेउपानेजी हुनुहुन्छ। स्वागत छ हजुरलाई। हजुर धन्यवाद, नमस्कार। 100 दिन भयो सरकार बनेको, लगभग अब 2-3 दिन बाँकी छ। सरकार सही बाटोमा हिँडिरहेछ जस्तो, जनता जुन हिसाबले उत्साहका साथ जनमत हाले 100 दिन आउँदै गर्दा जनता कतै निराश हुने हो कि या यो गल्ती गऱ्यौँ कि भन्ने भान बनाइरहेछ कि होइन हामीले सही ठाउँमा मत हालेछौँ आजसम्म गतिविधिले सरकारको के छ मूल्यांकन? सरकारको मैले चाहिँ सुरुवाती चरण फेरि 100 दिनको पनि अब दलहरूले पनि दिएका छन्, हामीले पनि केही समय त सरकारले दिनु पर्यो। सुरुवाती काम उसले चाहिँ भ्रष्टाचार र सुशासनको मामिलामा अथवा डेलिभरी दिने मामिलामा गृहमन्त्रीको एक्सनदेखि लिएर सही गरिराखेको छ भन्ने देखिया छ, सुरुवाती चरण देखिया छ। तर पछिल्लो समय प्रधानमन्त्रीको संसदमा सीमा सम्बन्धी अभिव्यक्ति होइन, अनि प्रधानमन्त्रीलाई संसदलाई चाहिँ अवमूल्यन गर्ने अथवा अहिले चाहिँ जुन काम गर्नुपर्ने निर्णय गर्नुपर्ने विधायकहरू अथवा सांसदहरू पत्रकारका प्रश्नदेखि भागेर हिँड्न पर्ने होइन, अथवा त्यो चाहिँ प्रधानमन्त्रीको बचाउ गर्ने गलत प्रवृत्ति माने र प्रधानमन्त्री एउटै बालेन शाह मात्रै देशमा सर्वेसर्वा हुन् जसरी राष्ट्रपाले पनि केही गर्न नसकेर त्यसरी जाने हो भने चाहिँ हेर्नुहोस् स्वच्छन्दताले चाहिँ निरङ्कुशता बनाउँछ। मान्छे स्वेच्छाचारी भयो अथवा कुनै उसलाई ऐन कानुन पनि टेर्दैन, आफ्नै निर्णय चाहिँ सही हो भनेर हिँड्छ भने त्यो निरङ्कुशताको सुरुवात हुन्छ। हिजो केपी ओली चाहिँ हेर्नुहोस् एमालेका कति मान्छेले बोल्दा पनि मै ठिक हो होइन, एमाले देश र जनता ह्यान्डल गर्ने हामी नै हो भनेर हिँडिराखेको थियो नि, त्यसले गर्दा आज यो दुर्दशा भयो। त्यस कारण बालेन शाह पनि मैले जे गरेँ त्यही ठिक हुन्छ, मेरो सोचाइ ठिक हुन्छ भनेर हिँड्नु भएन। भ्रष्टाचार गर्ने मामिलामा चाहिँ आफ्नो र अर्कामा पनि कारबाही गर्नु पर्यो होइन, सुशासनको मामिलामा खरो रूपमा उत्रिनु पर्यो। अब त्यहाँ आन्तरिक विवाद गरेर रासोपा अथवा बालेन शाह गए भने फेरि चाहिँ पुराना राजनीतिक दलहरूले खोज्या त यही अवस्था हो, यही अवस्था हामी जनतालाई देख्यौँ, नयाँ पनि उहिरेछन् भन्छौँ भनेर हिँडिरहेका छन्। त्यो अवसर चाहिँ दिनुहुन्न। तर अहिले तपाईँले भने जस्तो कता कता सरकार चाहिँ अलिकति आफ्ना अभिव्यक्ति आफ्ना एउटा निर्णयका कारण चाहिँ जनताको भरोसा र विश्वास पुरा गर्दैन कि भन्ने एउटा आशंका जन्मिने तहसम्म पनि उत्रिँदैछ। किनभने हेर्नु सुकुम्बासी समस्या समाधान गर्नको लागि कतिपय सांसदहरूले हाम्रो यो समाधान हुन्छ भनेर हिँडे। अब अहिले उसले चाहिँ बसिया ठाउँबाट पनि होल्डिङ सेन्टरहरूबाट निकाल्न खोज्या छ होइन। सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीले नेपालले भूमि मिच्या छ भन्नुभयो, त्यसलाई बचाउ गरेर हिँड्या छ। अथवा चाहिँ अब यही पासपोर्टको छपाई सम्बन्धी पनि अब ठेक्का चाहिँ एउटासँग तोडेर अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेर होइन, त्यो अन्तर्राष्ट्रिय आर्बिट्रेसनहरूमा जान्छ, फेरि अन्तर्राष्ट्रिय कोर्ट जान्छ। यो त अन्तर्राष्ट्रिय सहमति भने चाहिँ दुई पक्ष बिचको सहमति चाहिँ अन्तर्राष्ट्रिय ट्रिब्युनलमा यसका विवादहरू उठ्छन् र त्यसले फेरि भोलि राज्यलाई होइन नियम विपरीत गरेका छ, अन्तर्राष्ट्रिय कानुन विपरीत गरेका छ भने फेरि क्षतिपूर्ति तिराउँछ। किनभने त्यसले सम्झौता त हचुवा भरा गरेका छैन। त्यस कारण त्यो प्रक्रियागत रूपमा नतोडेर अर्कोलाई दिनु, अर्कोमा पनि फेरि आफू निकटका व्यक्तिलाई दियो भने त त्यो जनताले पनि प्रश्न उठाउँछ, सरकार त असफल हुने सुरुवात त त्यहाँबाट गर्छ। त्यस कारण यस्तोतर्फ बालेन शाह अहिलेको रासोपा जानुहुन्न र सभापति र अब प्रधानमन्त्री अथवा त्यो पक्ष भनेर गयो भने त यसले दुर्घटना निम्ताउन सक्छ, त्यतातर्फ जानुहुन्न भन्ने चाहिँ हाम्रो प्रारम्भिक सुझाव हो उहाँहरूलाई। प्रचण्डले हिजो एउटा गम्भीर खुलासा गरे। 26 गते नारायण रेड्डी सफा गरिरहेको थियो। म राष्ट्रपति कार्यालयमा बसेर सोचिरहेको थिएँ, त्यसको चिन्ता मानिरहेको थिएँ। म थिएँ, राष्ट्रपति जी हुनुहुन्थ्यो, माधवजी हुनुहुन्थ्यो, हामीलाई चिन्ता लगाइरहेको थियो त्यसको भनेर चाहिँ खुलासा गरे। होइन राज संस्था ल्याउनु खोजिया रहेछ होइन जेएनजी आन्दोलनपछि। यस्तो छ हेर्नुहोस्, जेएनजी आन्दोलन पछिको परिस्थिति त दलहरूको प्रतिकूल भइहाल्यो। त्यस कारण अब अहिले चुनाव जितेपछि त दलहरू यति तिलमिलाएका छन् होइन। अब यिनीहरूको जेएनजी मुभमेन्ट पछिको जसरी सरकार बन्यो, यसले भ्रष्टाचारका फाइलहरू खोलेर सबै नेतालाई भ्रष्टाचारका काण्डमा चाहिँ थुन्ने पक्रिने एउटा अवस्था बन्यो। त्यसले गर्दा पनि उनीहरूको छटपटाएर र तिलमिलात एउटा छ। अर्को कुरा चाहिँ हेर्नुहोस्, राष्ट्रपति भाग हुने जेलसम्म संवैधानिक राजतन्त्र अड्दैन। किनभने दुईटाले त स्पेस पाउँदैन, त्यसको लागि संविधान संशोधन चाहिँ अपरिहार्य हो भनेर हामीले पनि त्यो बेला आवाज उठायौँ र अब अपरिहार्य भयो हुँदाहुँदै पनि राष्ट्रपतिले संविधान बचाउनेतर्फ लाग्नुभयो भन्ने जुन अवस्था आयो, त्यसले गर्दा नै आज
दलहरू पाखा लागे त्यसको चाहिँ उनीहरू निर्मम समीक्षा गरेर भोलि मैले त योभन्दा अगाडि तपाईँ लगायत विभिन्न मिडियामा पनि भनेको छु हेर्नुहोस् यो नेता फेल हुनु भने व्यवस्था फेल हुनु हो भोलि व्यवस्था फेल भयो भने भोलि संवैधानिक राजतन्त्र भनेर दलहरू नै जान सक्छन् त्यसमा पहिलो जाने चाहिँ प्रचण्ड ओलीहरू नै हुन् भन्थे त्यही अवस्था आउँदैन भन्न सकिन्न अब यो अहिलेको गणतन्त्र प्रचण्ड ओलीहरू नै मिलेर देउवा लगायतको टिम मिलेर राजालाई ल्याउन सक्छन् किनभने यो सरकारले चाहिँ स्वेच्छाचारी काम गर्न थाल्यो अथवा विधि प्रक्रियाबाट भन्दा बाहिरबाट गर्न थाल्यो भने त दलहरूलाई त झन् एकदम उकुस मुकुस र घबराहट हुन्छ त्यसको अब विकल्प पनि के छैन भने यो 5 वर्ष निर्वाचित कार्यकालको सरकार हो होइन यही संविधान अन्तर्गत हो इलेक्टेड गभर्मेन्ट हो त्यस कारण यसलाई हटाउनु पनि उनीहरूले सक्ने अवस्था छैन सडकमा आएर पनि हट्दैन भ्रष्टाचारको कुरो लिएर सडकमा आयो भने जनताले साथ पनि दिन्नन् त्यस कारण उनीहरू चाहिँ यो नचाहेर पनि यो व्यवस्थाका उपलब्धि गुम्ने खतरा भने यसको विकल्प खोज्नुपर्ने अवस्थामा जान सक्छन् भन्ने त हामीले पहिल्यैदेखि भन्थ्यौँ फेरि हेर्नुहोस् यहाँ नेताहरूलाई के छ भन्दा सत्ताबाट बाहिर रहँदा चाहिँ यी पानी बिनाको माछा जस्ता छटपटाट हुन्छ त्यो 5 वर्ष भने चाहिँ यति लामो अवधि हो यिनीहरूलाई त जेल परे जस्तो भइसक्यो त्यही भएर त अहिले हेर्नुहोस् एकता गर्ने भनेर यिनीहरू हिँडेका छन् अब यहाँको कम्युनिस्टको एकता त हेर्नुहोस् त्यो हुँदैन किनभने यहाँले बरु 100 टुक्रा कम्युनिस्ट बनाए कम्युनिस्ट आन्दोलन बरु सिद्ध्याए पद नछोडेर त्यो पद नछोडेर भनेपछि यिनीहरू एकता हुने चाहिँ म देख्दिनँ तर यिनीहरूको छटपटाटले चाहिँ भोलि यो बालेन शाह अथवा मन्त्रीहरूले एउटा नीति विधि प्रक्रियाबाट अथवा जनताको चाहिँ जुन लेभलमा परिवर्तन हुन्छ भन्ने एउटा आश र भरोसा गरेका छन् तपाईँ हामीले पनि गरेका थियौँ त्यो भएन भने त्यसको फ्रस्ट्रेसन स्वरूप चाहिँ कि चाहिँ यहाँ अर्को पार्टी अर्को व्यक्ति आउनु पर्यो यिनै पुराना राजनीतिक दलहरूबाट जाने जनताको मनस्थिति छैन बरु यसको विकल्प चाहिँ भोलि संवैधानिक राजतन्त्र होला सेनाले केही गतिविधि गर्नुपर्ने स्थितिमा नपुग्ला भन्न सकिन्न यो चाहिँ मेरो पहिलेदेखिको भनाइ हो फेरि चुनाव अगाडिदेखिको भनाइ हो होइन त्यसमा चाहिँ अब बालेन सरकार कसरी जान्छ र यो सरकारले कति सही काम गर्छ त्यसमा यो व्यवस्थाप्रति जनतालाई भरोसा हुने अथवा यो सरकारप्रति भरोसा हुने ठाउँ तोडिया दिन चाहिँ तपाईँको एउटा गम्भीर अवस्था सिर्जना हुनसक्छ त्यतातर्फ हामीले रासोपा बालेनहरूलाई पनि सचेत गराउनुपर्छ र विपक्षीहरू पनि छटपटाट जुन घबराहट छ नि त्यो अन्तिम बिन्दुमा पुग्यो भने भोलि संवैधानिक राजा राखौँ संविधान संशोधन गरौँ भनेर हिँड्ने स्थिति बन्न सक्छ अहिले आउँछ भने होइन त्यो बन्न सक्छ अहिले तपाईँले जुन हिसाबले भन्नुभयो तर नेताहरूलाई त ओली प्रचण्ड देउवाहरूलाई त प्रतिगमन भयो यो देशको टेन्सन चिन्ता रहेछ नि त उहाँहरूलाई होइन अब देश जलेकोमा चिन्ता रहेछ षड्यन्त्र भएर चाहिँ प्रचण्डले भने ओलीले भने माधव नेपालले भने हामी मिलेर अब देश बनाउँछौँ भनेछन् होइन हेर्नुहोस् देश जलेकोमा त हामीलाई पनि चिन्ता छ सबै आम नागरिकलाई हुने भयो तर यी पुराना राजनीतिक दलहरू विस्थापित भएको फेरि सबैलाई खुसी छ यिनीहरूप्रति कसैलाई मोह पनि छैन ए ओलीले प्रचण्डले माधवले देश बनाउँछन् न्यास गर्ने जनता छैनन् अब छैन त्यो त हेर्नुहोस् कार्यकर्तालाई पनि त्यो आश छैन तर के छ भन्दा यिनीहरूले अब बालेन शाह अथवा अहिलेका गृहमन्त्रीहरूले बरु थुन्छन् पक्रिन्छन् भनेर यिनीहरूलाई चाहिँ घबराहट र चाहिँ हौसलाले ठाउँ छोडे अवस्था छ ए अहिले ओली प्रचण्डहरूलाई होस छोडेको भनेको त्यसले गर्दा चाहिँ यिनीहरू के बालेन सुदन गृहमन्त्री समात्छन् कि भन्ने हो त्यसले गर्दा बरु यिनीहरू के गर्न सक्छन् भन्दा प्रतिगमन भयो अथवा यो सरकार निरङ्कुश भयो भनेर बरु चाहिँ संवैधानिक राजतन्त्रै राखौँ भनेर हिँड्न सक्छन् भन्ने खतरा चाहिँ अथवा त्यो सम्भावना चाहिँ मैले त्यो अलि पछि आफू जेल जानबाट बच्नलाई राज संस्था भन्न सक्छन् भन्न सक्छ ओली प्रचण्डहरू यिनीहरू पनि कत्रा भर भएका हुँदैन हेर्नुहोस् आफै गणतन्त्र ल्याए आफै गणतन्त्रको घाँटी निमाटेर हिँडे होइन आफै कम्युनिस्ट एकता भने आफै कम्युनिस्टहरू सिद्धाएर हिँडे अनि पद र पैसा भनेर हिँडे होइन त्यसले गर्दा त आज यो अवस्था आएको भन्ने कुरा त तपाईँ हामी आम जनतालाई घाम जति छर्लङ्ग छ नि नत्र हेर्नुहोस् भर्खरका जेन्जी आन्दोलनबाट आएका होइन राजनीतिको कखरा सिक्न लाए मान्छे यत्र हस्तीलाई हराएर अस्ति हिजो एउटा प्रचण्डले एउटा कार्यक्रममा भनेको थियो नि मलाई 300 भोट कट चाहिँ गर्दैन भन्दा 45,000 भोट आयो भने त्यो उनीहरूको कारणले एउटा सांसद 45,000 मत आसी रातभरि घर हाँसे मात्रै गर्यो अरे धन्य औषधि देखाउनु पर्ने परिस्थिति आएन भनेर भन्छन् उनीहरूलाई सुनाए अरे उनीहरूलाई हाँसे गर्ने कुरा आयो
प्रचण्ड ओलीहरूलाई चाहिँ रोकोरोइ गर्ने दिन आयो। अब यो त समय त निर्मम छ नि त होइन। उनीहरूले चाहिँ सपना देखे त्यो भोट आएको होइन। त्यस कारण आम जनताले को भावना कति चाहिँ यिनीहरूप्रति नकारात्मक रहेछ भन्ने कुरा यिनीहरूले बुझ्नुपर्छ। अनि रासोपा र बालेनहरूले के बुझ्नुपर्छ भन्दा यिनीहरूको नकारात्मक क्रियाकलाप यिनीहरूको नकारात्मक गतिविधिका कारण जनताले हामीलाई दिया हुन्। हामी पनि एकदम लोकप्रिय भएर होइन, यिनीहरूको दलहरूको कृत्य यिनीहरूका गलत क्रियाकलाप कारण जनताले वितृष्णाको मत हामीलाई आएको हो र हामीले चाहिँ सही काम गरेनौँ भने फेरि त्यो अवस्था हामीलाई नै आउँछ भन्ने फेरि यिनीहरूले पनि बुझ्नुपर्छ है। हर्क साम्पाङ दार्चुलामा पुल बनाएर फर्किँदैछन्। अब उनले जाँदै पनि भन्दै थिए एक दिन प्लेनमा लाग्यो, 3 दिन वहाँ जान लाग्यो, अब फर्किन नि त्यति नै लाग्छ। त्यहाँ एक किसिमले उत्साह जस्तो पनि देखियो, कतिपयले विरोध पनि गरिरहेछन्। कसरी निहालिरहनुपर्छ उनलाई चाहिँ, उनको अभिव्यक्तिलाई, उनको काम गराइलाई? अब हेर्नुहोस्, हर्क साम्पाङलाई चाहिँ म के भन्न चाहन्छु भने अब एउटा वैकल्पिक राजनीतिक दल खोलेर आइसकेपछि त्यो दार्चुला मात्र होइन अरू ठाउँका नि यस्ता समस्या ल्याउनुपर्छ र समाधान गर्नुपर्छ। त्यसले गर्दा श्रमशक्तिको पनि एउटा इज्जत बढ्छ। अर्को कुरा चाहिँ अब उहाँले यो चाहिँ मिडियाबाट हेर्नुभयो भने मैले उहाँलाई सुझाव, जहाँ जहाँ सीमाको विवाद छ त्यो कालापानी लिपुलेक होला अथवा चाहिँ सुस्ता होला, त्यहाँ उहाँ गएर होइन अहिलेको सरकारलाई दबाब दिनुपर्छ। यो सीमाको समस्या समाधान गर, नेपालले भूमि मिच्या छ भन्ने कुरा होइन, भारतले मिच्याएर छ भन्ने कुरा उहाँले त्यो छर्लङ्ग जनतालाई ल्याइदिनु भयो भने त्यो उहाँको इमेज अझ बढ्छ होइन हर्क साम्पाङको। अनि यो पुल बनाएको कुरामा चाहिँ के भने हेर्नुहोस्, हुन त यहाँ क्युआरबाट पैसा उठायो के गर्यो भन्छन्, त्यो हिसाब चाहिँ हेर्नुहोस्, हिसाब भने चाहिँ पारदर्शी हुनुपर्छ, त्यो हिसाब उहाँले सार्वजनिक गर्नुपर्छ। तर यस्ता पुल चाहिँ अरू पनि ठाउँमा बनाएर त्यो सरकारलाई पनि एउटा होइन गरे के हुँदो रहेछ भन्ने जुन झल्को हर्क साम्पाङले दिएको छ, अथवा त्यो तपाईँको श्रमदान भने चाहिँ त्यो ढुङ्गा बोकेर मात्रै होइन, जुनसुकै काम गरेर जनताका दुःख सुखमा सेवा गर्यो, निःशुल्क सेवा गरिदियो भने त्यो श्रमदान हो। त्यसरी काम गर्नु चाहिँ यो सकारात्मक र पोजिटिभ हो। अब यसलाई चाहिँ अब जारी राख्नुभयो भने श्रमशक्तिलाई अर्को चुनावमा फाइदा हुन्छ। हर्क साम्पाङले यो गरेका कामलाई चाहिँ म सही नै भन्छु है, सहीलाई सही भन्नुपर्छ। सुस्ताबाट नागरिकता चाहियो, हामीलाई लाल पूर्जा चाहियो भनेर अस्ति भारतीय सुरक्षा बलसँग भिडेका जनताहरू आज माइती घरमा आएर बस्नु परेको छ। यो उनीहरूको पूर्जाको समस्या, नागरिकताको समस्या, यो चाहिँ कानुनी हिसाबमा के अल्झन हो कि के हो यो चाहिँ खास? हेर्नुहोस्, अहिले नागरिकता सम्बन्धी 63 बनिसकेपछि यो हाम्रो संविधान जारी भएपछि होइन अब नेपाल सरहदभित्र स्थायी बसोबास गरेका नागरिकलाई वंशजको आधारमा नागरिकता दियो र अङ्गीकृत नागरिकता अब दिने पनि व्यवस्था गरियो। त्यसले गर्दा के छ भन्दा वर्षौँदेखि नागरिकता सम्बन्धी विवाद छ। त्यसकारण अब नागरिक नेपाल सरहदभित्र जन्मेका व्यक्तिलाई नागरिकता दिनुपर्छ, तर अब त्यो सुस्ताको विवाद होइन, अब भारतीय पक्षमा परेको छ भूमि भनेदेखि तिनलाई चाहिँ यहाँको नागरिकता दिन सकिन्न। त्यसकारण त्यसको चाहिँ एउटा टोली बनाएर छानबिन गर्नुपर्छ र सुस्ताको विवाद पनि सरकारले भारतसँग एउटा सल्लाह गरेर हल गर्नुपर्छ द्विपक्षीय वार्ताबाट। त्यसमा सरकारले अब कूटनीतिक पहल गर्नु बाहेक अरू विकल्प म देख्दिनँ। त्यसकारण सीमा विवाद सल्टाउँछौँ भनेर मात्रै हुँदैन, वार्ता गर्ने एउटा सहज वातावरण बनाउनु पर्यो। अहिले सरकारले वार्ताको वातावरण बनाइराखेका छैन, बरु वार्ताको वातावरण चाहिँ प्रधानमन्त्रीको अभिव्यक्तिका कारण बरु बिग्रिया छन्। अब भन्नु त राष्ट्रपतिका कतिपय बोल्न जान्ने सांसदले प्रधानमन्त्रीले एउटा दबाब दिए, कूटनीतिक दबाब दिए भने त्यो सब फरेब हो, झुटा हो। किनभने आफ्नो भूमि चाहिँ फिर्ता ल्याउनको लागि हामीले भूमि मिच्या छौँ भनेर दिने अभिव्यक्तिले भोलि वार्तामा बस्दा हाम्रो सरकार पक्षलाई उहाँकाले प्रश्न उठाउँछन् र सुस्तामा पनि सुरक्षा फौजको एसएसपीको भारतीय सुरक्षा फौजको मनोबल बढाए पनि त्यही प्रधानमन्त्रीको अभिव्यक्ति कारण हो भन्ने कुरा चाहिँ त्यो बिर्सिनुहुन्न। त्यसकारण प्रधानमन्त्रीले यस्ता अभिव्यक्ति दिनुहुन्न र सीमाको विवाद समाधान गर्नेतर्फ सरकार परराष्ट्र मन्त्रालय उद्धत हुनुपर्छ। यसमा चाहिँ अब विपक्षी दलहरूले पनि यो कुरा संसदमा उठाउन सक्छन्। सीके रावत जो नेता पनि हुन्, योभन्दा अगाडि त एउटा राष्ट्रिय दलका अध्यक्ष हुन्, उनले हिजो मात्रै एउटा अन्तर्वार्ताको क्रममा यो सेनाको काम छैन, विघटन गर्दै हुन्छ, विगतमा राजाको हातबाट राणाहरूले शासन लाँदा पनि हेरेको हेरै गर्यो,
दरबारभित्रै राजपरिवारैको हत्या भयो, त्यति बेला पनि हेरै गऱ्यो। अहिले संसद जल्यो, सिंहदरबार जल्यो, राष्ट्रपति भवन जल्यो, सेना हेरै गऱ्यो। यो सेना किन राख्ने, हामीले युएनमा पठाउनलाई मात्रै राख्ने हो भनेर प्रश्न उठाए। सेनामाथि प्रश्न उठाउनेमाथि जस्तो कानुनी हिसाबमा के छ, यो जायज हो कि उनको प्रश्न गराए, के हो यो चाहिँ खास? अब हेर्नुहोस्, अहिले सिके राउतले उठाएको कुरा चाहिँ यो जेनजी आन्दोलनको दौरान चाहिँ के हदसम्म जायज पनि देखिन्छ होइन। त्यस कारण सेनामाथि प्रश्नै उठाउन नपाउने भन्ने त जनताले होइन, तर एउटा के भने देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डताकोमा आँच आउने खालको अभिव्यक्ति दिनु भएन र सेनाले चाहिँ देशको सार्वभौम सत्ता जोगाउनुको लागि सेनाको संरचना भएको हुन्छ। त्यस कारण अब सिके राउतले अब राष्ट्र विरुद्ध अभिव्यक्ति दिया भन्ने चाहिँ देखिन्न। सेनाको संरचनामाथि त्यो प्रश्न उठाउन, छलफल गर्न पाइन्छ। खालि मुलुकी फौजदारी संहिताको 49, 50, 51 ती व्यवस्था छन्। राष्ट्र हित विपरीत अभिव्यक्ति दियो, राष्ट्रमा विखण्डन हुने, सिके राउतका पहिला गतिविधि त हेर्नुहोस्, तराई टुक्राउने खालका यस्ता अभिव्यक्ति त राष्ट्रघात विपरीत थिए। त्यसैमा त केही अब कारबाही भएन भने अब सेनाको प्रश्न उठाउँदैमा त कारबाही नहोला, प्रश्न उठाउन नमिल्ने भन्ने कुरा होइन। तर अब सेनालाई विवादमा पार्ने काम चाहिँ गर्नु भएन। अब सेनाले आफ्नो भूमिका चाहिँ देशहित, राष्ट्रहित अनुकूल गर्नुपर्छ, त्यो कुरामा त विवाद छैन। उनको भनाइमा केही चाहिँ सत्यता छ होइन, किनभने जेनजी आन्दोलनमा हेर्नुहोस्, सेनाले सिंहदरबार पनि जोगाएन, यति नजिकै भएको। त्यो माथि त अरू नेताहरूले पनि प्रश्न उठाइरहेका छन् होइन। हामीलाई पनि अब सर्वोच्च अदालत जोगाएन, त्यति नजिक भएको। सेनाले चाहिँ एउटा उसको चाहिँ सुरक्षा परिषदको अर्डर कुरेर बस्या हो भने पनि होइन, राष्ट्र जलिरहँदा त्यो कुर्नु पर्दैन थियो। त्यस कारण सेनाको भूमिका चाहिँ जेनजी आन्दोलनमा केही अब शङ्कास्पद देखिया छ होइन। उसले गर्न नसक्या असक्षमता हो भने पनि त्यो माथि चाहिँ बहस चलाउन मिल्छ, किनभने यो सुरक्षा अङ्गहरू अब सेना, प्रहरी असफल हुनु भने त राष्ट्र असफल हुनु हो। त्यस कारण उनीहरूलाई अब भड्काउ अभिव्यक्ति दिएर विवादित पार्न पनि भएन, स्वच्छ टिप्पणी गर्न नपाउने भन्ने चाहिँ कुरा छैन। त्यस कारण अब सिके राउतको यही अभिव्यक्तिको कारण चाहिँ अब थुनामा हुने, मुद्दा चल्ने अवस्था त देखिन्न। अरू थप केही भनेको छ भने मलाई त्यो थाहा भएन। सांसद यज्ञमणि नेउपाने, तपाईँहरू त साथी पनि होला, कानुनी व्यवसाय, उहाँ चाहिँ इटहरीमा जानुभएछ र अख्तियारको कार्यालयमा गएर यो फाइल देखा भनेर धम्कीपूर्ण हिसाबले अभिव्यक्ति प्रस्तुत हुनुभएछ। यो एउटा सांसद भएर जिम्मेवार हुनुपर्छ। अख्तियारमा सांसद जाने हो कि बरु सांसदले गल्ती गरे अख्तियारले बोलाउने हो कि यो अलि धम्कीपूर्ण भाषा भयो कि के भयो खास? अब यज्ञमणिजी त अब मित्रै हो। सबभन्दा के भने अब कानुनको विद्यार्थी पनि भएको भएर धेरै कुरा उहाँलाई त अझै थाहा होला, थाहा हुनुपर्छ होइन। हेर्नुहोस्, अख्तियार चाहिँ एउटा सशक्त स्वतन्त्र संवैधानिक अङ्ग हो, त्यसमा कसैले पनि अनुचित दबाब हस्तक्षेप गर्न मिल्दैन। तर फेरि एउटा सांसदको हिसाबले आफ्नो क्षेत्रको अख्तियारले कस्तो काम गरिरहेका छ त्यो सूचना पाउने, बुझ्ने होइन, अथवा त्यो अधिकार छ। सांसदले यो फाइल खोल, यो फाइल ल्याए भन्न पाउँछ? त्यो भित्रको प्रक्रिया हेर्छु भन्न पाइन्छ सांसदले? भित्रको प्रक्रियामा उहाँले हस्तक्षेप गर्न पाउनुहुन्न। उहाँले त्यहाँ के काम भइरहेका छ राय सुझावहरू दिने, लिने होइन, अथवा तपाईँहरू प्रभावकारी ढङ्गले काम गर्नुहोस् भन्न सक्नुहुन्छ। अब फाइलै राष्ट्रसभाको सांसदहरूमा अलि बढी उन्माद हो कि हो यो चाहिँ खास? होइन, एउटा त दुईवटा छ। सुन्नुहोस्, राष्ट्रसभाका धेरै सांसद मेरै साथीभाइ पनि छन्। हामीले अब राष्ट्रसभालाई पनि सपोर्ट गऱ्यौँ, बालन शाहलाई पनि सपोर्ट गऱ्यौँ, पुराना दल विरुद्ध अभिव्यक्ति दियौँ, यिनीहरूले गलत गरे भन्यौँ। तर यिनीहरूले गलत गरे पनि हामी फेरि सही भन्दैनौँ। हामी एउटा कानुनको विद्यार्थी होइन, ल एन्ड अर्डरलाई मेन्टेन राख्नुपर्छ भन्ने मान्यता राख्छौँ। अनि विधिको शासन होइन, संवैधानिक सर्वोच्चता, लोकतन्त्रप्रति हामी विश्वास गर्छौँ। त्यस कारण अब के छ भन्दा कुनै पनि व्यक्तिका अभिव्यक्ति चाहिँ मर्यादित हुनुपर्छ, कानुन विपरीत हुनु हुँदैन। अनि यो यस्तो छ, हेर्नुहोस्, 2/3 भने चाहिँ एउटा आइसकेपछि त्यो प्राविधिक कुरा हो। 2/3ले नै सबै गर्ने भन्ने होइन। देश जनताको हित विपरीत काम गर्यो भने त अस्ति 2/3 नजिकको काङ्ग्रेस एमाले सरकार नै फालियो नि। त्यस कारण 2/3 को दममा चाहिँ बोकेर हिँड्यो भने उनीहरू चाँडै पतन हुन्छन्, असफल हुन्छन् होइन। अनि अहिलेका सभासदहरूको म हेर्छु, कतिपय चाहिँ सामाजिक अभियन्ता छन्, अरूलाई प्रश्न गरेर आएका छन्। आज आफै प्रश्न उठ्ने ठाउँमा आउनु,
प्रश्नसँग भाग्न पर्ने होइन। जस्तो अब दीपक बोरा आँसीका तामाङहरू अहिले प्रश्नबाट भागेका छन् होइन। अब प्रधानमन्त्री नै प्रश्नको जवाब नदिने ठाउँमा हुनुहुन्छ। यस्तो कार्य चाहिँ प्रजातन्त्र अथवा यो सरकारको लागि सही हुँदैन। उनीहरू चाहिँ अहिले प्रश्न सोध्ने ठाउँमा छैनन्, परिणाम दिने ठाउँमा छन्। त्यसकारण अब सेनाको अथवा कुनै पनि अख्तियारका संयन्त्रमाथि प्रश्न उठाउने होइन, उनीहरू सुधार गर्नुपर्छ। उनीहरूले आफ्नो सरकारलाई दबाब दिनुपर्छ, प्रधानमन्त्रीलाई भन्नुपर्छ होइन। त्यो सम्बन्धित प्रक्रियाबाट अगाडि बढ्नुपर्छ। सुशासन यो सरकारको मूल नारा छ। पेट्रोलको भाउ डिजलको भाउ बढ्दा चाहिँ सर्लकै बढाइदिने यो सरकार, घट्दा अलिकति घटाएको छ। त्यसका बावजुद पनि फेरि पेट्रोल पम्पवालाहरूले पेट्रोल छैन भन्छन्। यो सरकारलाई नटेरेका हुन् कि यस्तै हो कि सुशासन, के हो यो चाहिँ? यस्तो हेर्नुहोस्, सरकारले कुनै पनि सरकारका अङ्गहरू अथवा बजारमा कालो बजारी नियन्त्रण गर्नुपर्ने अथवा बजारको अनुगमन गर्नुपर्ने त्यो सरकारको दायित्व हो होइन। त्यसकारण त्यसका लागि विभिन्न सरकारी संयन्त्र छन्, तिनलाई मोबिलाइज गर्नुपऱ्यो, परिचालन गर्नुपऱ्यो र सरकारले परिणाम दिनुपऱ्यो। अब अन्तर्राष्ट्रिय तेलको भाउमा बढायो भने सरकारले बढायो, ठिकै छ। अब घटेपछि त्यो अनुसार उसले मूल्य समायोजन गर्नुपर्छ। हिजो अस्ति उसले होइन 20-30 रुपियाँ पेट्रोल डिजेलमा 100 रुपियाँ ग्यासमा घटाएको छ। तथापि अब अझ भाउ घटेर आयो भने त्यसले समायोजन गर्नुपर्छ। जनतालाई पेट्रोलियमको मारमा पार्नु भने चाहिँ महँगी पनि बढ्नु हो, त्यसलाई सरकारले अब गर्नुपर्छ, पुनरावलोकन गर्नुपर्छ। त्योतर्फ सरकार जानुपर्छ। र अर्को अहिले तपाईँले भन्नुभयो बजारमा कालोबजारी भएछ, पेट्रोलियम पदार्थ लुकाएका छन् होइन, अथवा त्यो अनुसारको आयल निगम अथवा डिपोहरूले काम गरेका छैन भने त्यो सरकारी संयन्त्रलाई अब हाम्रो चाहिँ उपभोक्ता हितको सम्बन्धी मौलिक हकको उपभोक्ता हक सम्बन्धी मौलिक छ, उपभोक्ता हितको ऐन छ होइन। त्यो अनुसार कालोबजारी नियन्त्रण गर्नको लागि प्रभावकारी टोली बनाएर अनुगमन कारबाही गर्न सक्छ सरकारले। सरकार त्यतातिर लाग्नुपर्छ। अध्यादेशबाट पदमुक्त गरेको मान्छेलाई फेरि नियुक्ति गर्दैछ यो सरकार। यो चाहिँ खास के यो मुन अध्यादेशबाट फालिएका ढुङ्गानालाई नै सरकारले बनायो सुरक्षण मुद्रणको कार्यकारी निर्देशक, जसलाई केपी शर्मा ओलीले 2081 मक्सिर 27 गतेको मन्त्री परिषदबाट बनाएछन्। यो सरकारले 2083 वैशाख 21 गते अध्यादेश आइसकेपछि स्वतः सार्वजनिक पदमा भएको हिसाबले निलम्बन भएर रहेछन्। सरकारले किन घरि एउटा निर्णय गर्छ फेरि ब्याक बस्छ, त्यही मान्छे ल्याउनु पर्ने भाषी, यो के भइरहेछ? अब यस्तो हेर्नुहोस्, यो सरकारको चाहिँ अलिकति परिपक्वता अलि देखिएन। किनभने अहिले पुरै संरचनाहरू रिफर्म गर्नुपर्ने होइन, सुधार गर्नुपर्ने र हरेक राज्यका बडीहरूलाई चाहिँ एकदम प्रभावकारी काम गर्नुपर्ने अथवा सरकारका संयन्त्रले अनुगमन गर्नुपर्ने। अब त्यो पाटोमा चाहिँ सरकार खरो उत्रिए म देख्दिनँ। उसले एउटा सुशासन र भ्रष्टाचारको मामिलामा चाहिँ प्रभावकारी काम सुरुवात गरेका छ। अब यसलाई इन्डिङ कसरी सुशासन भन्ने हो। पासपोर्ट प्रकरणमा जर्मनी कम्पनीलाई चाहिँ जर्मन राजदूतलाई पनि बोलाएर थर्काइयो, धम्काइयो, प्रधानमन्त्रीको टिमले भन्ने कुरा आयो। त्यो विषयमा टसल भयो। परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्रीको टिमले हस्तक्षेप गर्यो, प्रधानमन्त्रीले हस्तक्षेप गर्नुभयो भनेर शिशिर खनालजी सभापतिलाई रवि लामिछानेलाई भेट्न जानुपर्ने परिस्थिति। रविले भेटेर होइन तपाईँले नै गर्नुहोस्, त्यसैलाई दिनुपर्छ भनिसकेपछि फेरि त्यसैलाई दिनुपर्ने। एकजना मान्छे त गलत हुनु पऱ्यो, या प्रधानमन्त्री गलत हुनु पऱ्यो या परराष्ट्र मन्त्री गलत हुनु पऱ्यो। यो सुशासन नै ल्याउन खोज्या हो, कसरी खोज्या हो यो? फेरि होइन हेर्नुहोस्, यसले काम सुरुवात गर्न खोजेको छ। तर यस्ता कुरा आयो भने चाहिँ सरकारको प्रधानमन्त्रीले यदि राम्रो काम गर्न खोज्नु भएको भने परराष्ट्र मन्त्रीबाट रोकियो सुशासनलाई, होइन? त्यसरी बुझ्नु पर्यो नि जनताले। बुझ्दा त जर्मन कम्पनीलाई हटाउन खोजेको प्रधानमन्त्रीले हटाउन सक्नु भएन परराष्ट्र मन्त्रीको कारणले। एकजना मान्छे त गलत हुनु पर्यो, के हो खास? तपाईँले भने जस्तो हेर्नुहोस्, यो आन्तरिक विवाद निकाल्यो होइन, अथवा चाहिँ पुरानै व्यक्तिलाई दोहोऱ्याउने होइन, अथवा चाहिँ एउटालाई ठेक्का दिए चाहिँ तोडेर मुद्दा चलाउने, अर्कोलाई ठेक्का दिने, त्यहाँ आर्थिक लेनदेन गर्ने, देशलाई त्यहाँ करप्सन भएछ भने त तोड्न खोज्नु जायज हो त, स्वाभाविक हो। देशलाई अहिदुनी आफूलाई हिदुनी काम गऱ्यो भने त हेर्नुहोस् यो पुरानो र नयाँमा केही फरक हुँदैन। बालेन शाह वाह गरे मान्छेले त्यो चाहिँ रवि लामिछानेले भने जस्तो होइन, बालेन शाहलाई भोलि केपी ओलीको भन्दा लखड्ने दिन पनि आउन सक्छ। त्यसकारण सरकार चाहिँ संयमित भएर एकदम अब कदम चाहिँ
सही रूपमा जनतालाई राहत हुने देशलाई हित हुने खालको गरेन भने त यो सरकारमाथि पनि प्रश्न उठ्छ।